नेपाल कन्यामको टुरिस्ट प्लेस है यो चाहिँ धेरै सुन्दर धेरै राम्रो छ। आज चाहिँ हाम्रो यहाँ प्रेम दाइसँग घुम्न आएको दाइ हो दाइ कस्तो लाग्यो त कन्याममा नि? दामी है ऊ माथिको चाहिँ हो यो माथिको डाँडा चाहिँ ल डाँडा अरे। अब यता पारिपट्टि चाहिँ भनौँ भने हाम्रो दार्जिलिङ पर्छ इन्डिया, यता चाहिँ अब नेपाल पर्यो। म चाहिँ यो पालि 2-3 खेप भइसक्यो आएको। यहाँनिरको अब कन्यामको भ्यू यस्तै छ, तपाईँहरू पनि आउनुहोस् घुम्न, धेरै अति सुन्दर। यहाँदेखि उता पर डाँडासम्म देखिन्छ, अझै यो माथिको डाँडादेखि चाहिँ धेरै राम्रो भ्यू देखिन्छ पल्लै छेउसम्मको। अस्ति पनि आइएको थियो तर भिडियो गर्न टाइम पाइएन। योपालि आज चाहिँ टाइम भएकोले गर्दाखेरि यहाँनिरको भिडियो बनाउँदैछु, तपाईँहरूले पनि हेरेर आफ्नो आफ्नो प्रतिक्रिया दिनु होला। धेरै दिन बादमा यो ब्लगिङ आउँदैछ, हेरेर तपाईँहरूले आफ्नो आफ्नो मनमा लागेको कुराहरू भनिदिनु होला। भर्खर सिकिँदैछ होइन, कसो दाइ? उड़ी गयो मन छक्नै सकिनु मैले, जस्तै तुरलियो खुसी थम्नै सकिनु मैले। रमाई गाउँ झुमी नाचु यो फ्रे आज म आकाश चुमु होइन के भयो? मायाले बोलायो मलाई, मायाले बोलायो